अध्याय 15 अन्तिम साँझ बेटर स्वीट उज्यालो साँझ गाउँको आकाश सुनौलो बैजनी आकाश रेखामा चराहरू घर फर्किँदै दुवै खेतको पर्खालमा पहिले जस्तै पाखुरामा स्थिरता आँखामा शान्ति नुमाया बिस्तारै आरुण तिमीलाई मेरो अन्तिम उपहार मौका र सम्झना बीच सन्तुलन राख्ने साहस आरुण त्यो तिमीले आज दिइसक्यौ उनीहरू एकअर्काको हात छुन पुग्छन् स्पर्श शुद्ध र नक्कली नभएको त्यसपछि कुनै ठूलो बाचा होइन कुनै भारी शब्द होइन केवल घन्टीको हल्का झन्झन र हृदयभित्रको तर्कन हेर म रोइरहेकी छु नुमाया फुसफुसाउँछिन् तर यो दुःख होइन यो प्रेमले दिएको गहिरो पानी आरुणको आँखामा उज्यालो अँध्यारो मिसिन्छ म यो पानी लिएर हिँड्छु जहाँ गए पनि सुक्खा नहोस् भनेर कथा राम्रो लाग्यो भने लाइक र कमेन्ट गर्न नबिर्सिनुहोला र आगामी अध्यायहरूका लागि सब्स्क्राइब गर्नुस् धन्यवाद।